हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म एकदमै खुसी छु। अनि यस्तो म आफैलाई थाहा नभएको कुरा आज बिहानदेखि नै हिजोदेखि मलाई खासै थाहा नै थिएन कि विदेशमा होस् या नेपालमा नै आएपछि होस् मैले चाहिँ त्यो हुन्छ नि यस्तो नेपाली डेटहरू नै बिर्सिसकेको थिएँ हैन। अनि हिजो हेरेको थिएँ हल्का टिकटकमा थोरै यसो हेर्दाखेरि त्यत्रो टाइम नै मैले लगाएकै छुइनँ। टिकटकहरू फेसबुकहरू हेरेकै छुइनँ नि त, हेरेकै छुइनँ, हेर्ने बानी नै हराइसकेको छ क्यार। अब केही त्यस्तो इम्पोर्टेन्ट नै भयो भने नि खासै नहेर्ने त्यस्तो भइसकेको छु। अनि मैले चाहिँ अहिले नानीलाई स्कुल पुर्याइराखेर आएर चाहिँ अनि यसो मोबाइल हेर्नु पऱ्यो भनेर मोबाइल हेरेको। अनि लाइन पनि थियो, आज चाहिँ आइरहेछ। अनि मोबाइल चार्जमा राखेर आएको थियो, निकालेर हेरेको। सबैजनाले जति मलाई माया गर्नुहुन्छ, मेरो साथीहरू अनि मेरो आफन्तहरू सबैजनाले जति पनि मलाई माया गरेर हैन, मनदेखिको माया गरेर चाहिँ साथी बहिनी छोरीहरू सबैजनाले उस राख्नु भएको रहेछ। कति धेरै खुसी लाग्यो। म त अचम्म भएँ, आज के हो, आज मेरो जन्मदिन भनेर छक्क परेर हेरेँ हैन। अनि कति खुसी लाग्यो, सबैजनाले सम्झिनु भएको रहेछ। म आफै स्वयंलाई नै थाहा छैन कि नेपाली कति हो के हो भनेर। अलिकति त्यो इन्ट्रेस्ट नै नभएर पनि होला, खासै वास्तै छैन कि मलाई जन्मदिन अलिकति खै के भएको भन्नु हैन। खासै अब मोबाइल फेसबुकतिर खासै मैले अहिले चाहिँ ध्यान दिएको छैन नि त। नेपाल आएपछि त झन् नानी भनौँ, नानीसँगै टाइम स्पेन्ड गरिरहेको छु धेरै जस्तो चाहिँ। त्यही भएर मोबाइल पनि नानी हुन्छ म मोबाइलै चलाउन्न। अनि त्यस पछाडि पनि त्यही भइरहेछ। नानी पुर्याएर आएर एकछिन मोबाइल चलाए जस्तो गरौँ, मोबाइल नै चलाउँदिनँ मैले। त्यसो पप्पूको लाइब्रेरीमा बस्छु, त्यत्तिकै बसेर यताउता गर्दा टाइम गइहाल्छ। नानीलाई टिफिन पुर्याउने, अहिले पनि टिफिन पुर्याउने बेला भइसक्यो गर्दै गरेको। म चाहिँ एकदमै एक्साइटेड भएँ गाइज हैन। सबैजनालाई थ्याङ्क यू सो मच मनदेखिको सबैजनालाई। अनि मेरो जन्मदिनलाई चाहिँ यति हर्ष उल्लासका साथ चाहिँ सबैजनाले विस गरिराख्नु भएको छ, त्यसको लागि चाहिँ मुरी धन्यवाद। अनि मेरो नयाँ बुहारीले चाहिँ विशेष गरेर झन् उसलाई चाहिँ हैन धेरै धन्यवाद। किनकि हाम्रो नयाँ मान्छे चाहिँ हाम्रो घरमा भर्खरै प्रवेश गरेको छ। उसले कसलाई कस्तो व्यवहार गर्नुपर्ने, त्यति सानो उमेरमा पनि हैन, कसलाई कस्तो व्यवहार गर्नुपर्ने, कसरी सम्बोधन गर्नुपर्ने उसले धेरै जानेको छ। उसलाई चाहिँ विशेष गरेर धेरै धन्यवाद। अनि सबैजना सबै आफन्तहरूलाई चाहिँ धन्यवाद। थ्याङ्क यू, बाई बाई।